पत्रकारहरूको विरोध प्रदर्शन यहाँ रहेको थियो सिंहदरबार संसद भवनको अगाडि उता अस्ति पानी परिरहेको थियो त्योमा क्यामेरा भिजिरहेको थियो टेक्निकल कुराहरू पनि छ म पनि जर्नलिजम पढेको मान्छे हो र अस्ति हामीले भनेको थियो मैले त्यो सुन्याबरमा उठाउने पनि कुरा थियो लेखेको थिएँ मैले हाम्रो साथमा हुनुहुन्छ अहिले प्रति सबैजना पोजिटिभ हुनुहुन्छ यो गलत के भन्छ त्यो एउटा न्यारेटिभ नसेट गरौँ सबैजना मिडिया प्रति सबैजना पोजिटिभ हुनुहुन्छ कोही गभर्नमेन्टमा कोही नेगेटिभ छैन यो कुरा गलत धारणा नबनाऊ सबैजना पोजिटिभ छ यसको व्यवस्थापन कुरा हो सबैजना मिलेर गर्नुपर्ने कुरा हो यो र संसद भवन अगाडिमा पनि त्यो पानी अस्ति भिजेको थियो पत्रकारहरू त्यहाँ टहराको व्यवस्था वासरुम छैन त्यहाँ गर्मी छ पानी खाने व्यवस्था सम्बन्धित निकायसँग यो कुरा पुर्याउँछौँ हामी पनि यहाँनिर पनि रोकिन दिएन होइन यहाँबाट पनि निस्किनुहोस् तपाईँहरू यहाँ रोकिन पाउँदैन अवश्य यो कुरा हामी